फ्री प्रमोसन गर्दिनँ अब कफी फ्री दिनु भने हामी प्रमोसन गरिदिन्छौँ नत्र गर्दिनँ फुड ब्लगर जस्तै यही बाटो कुदाउनको लागि आएको यस्तो जाममा हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल भास्कर ब्लग्स आज चाहिँ 6 डिसेम्बर बिहानको 6:58 गइरहेछ 6:58 र दुईटा गाडी छ हामीसँग BYD अटो 3 र डिपल SO7 र यो चाहिँ एकदम टाइटली बसेको छ यसलाई यहाँबाट निकाल्छु फर्स्ट टास्क भनेको चाहिँ निकाल्नेछु हजुरहरूलाई पनि देखाउनेछु अनि गफ गर्दै जाउँला आजको कहानी चाहिँ के छ भन्दाखेरि हाम्रो भाइ आइरहेछ रुजल श्रेष्ठ दुबईबाट आइरहेछ अनि हामी जाने पोखरा र हामी जाँदैछौँ डिपाल SO7 मा कहिले निक्लिएको छ भाइको घर चाहिँ ग्वारको हो ग्वारकोमा गएर म भाइलाई पिक गर्छु अनि हामी सरर दुईजना दाजुभाइ जानेछौँ पोखराको यात्राको लागि के भएछ यहाँनिर ट्राफिक चेकिङ हो कि क्या हो घरमै आएर ट्राफिक चेकिङ हान्दिनँ दाइले ट्राफिक दाइ त खतरा हुँदो रहेछ घरमै आएर चेकिङ हानिदिरहनु भएको छ अनि अर्को मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ के हो भनेदेखि दिस इज माई सेकेन्ड भ्लग घाम पनि कस्तो मजाले लागिसकेको छ दिस इज माई सेकेन्ड भ्लग फर्स्ट भ्लग चाहिँ मैले काठमाडौँ टु झापा जाँदाखेरि मैले बनाइरहेको थिएँ त्यो चाहिँ मैले मेरो फोनबाट बनाइरहेको थिएँ यो फोनबाट अनि त्यो भ्लग हेरेर मेरो एउटा साथी छ अस्ट्रेलियामा विशेष पर्साई भन्ने ऊ इम्प्रेस भएछ क्या मेरो साथी इम्प्रेस भएछ अनि मलाई उसले पठाइदिएको छ यो GoPro Hero 11 ब्ल्याक पठाइदिएछ धेरै 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 धन्यवाद है मैले एक्सपेक्ट पनि गरेको थिइनँ साथीले त मलाई GoPro पठाइदिइरहेको रहेछ क्या थ्याङ्क यू भेरी भेरी मच दोस्त तिमीले पठाइदिएको GoProबाट भ्लग गर्दैछु र मेरो यात्रा चाहिँ यो पालि पोखराको लगभग 1 हप्ताको हुनेछ द्याट मिन्स यसको एउटा सिरिजै आउँछ होला मोस्ट प्रोबेबली यसको एउटा सिरिजै आउन सक्छ है त पोखरा सिरिज म 1 हप्ताको लागि जाँदै हो पोखरा चाहिँ त्यही हो आउँछ होला भन्छु म आउँछ नै चाहिँ भन्न सक्दिनँ आउँछ होला भन्छु 2-4वटा भ्लग चाहिँ अभियसली आउनै पर्ने हुन्छ पोखरा गएपछि त होइन अब झापाको एउटा भ्लग बनाएर म सेलाएको थिएँ जुपा लाएर बसेको थिएँ अब पोखरा 1 हप्ताको लागि जाँदैछु 1 हप्ता चाहिँ बन्छ होला लेट्स सी अहिले चाहिँ हामी ग्वारकोबाट अगाडि लागिसकेको छौँ र मैले रुजल भाइलाई पिक गरिसकेको छु कस्तो छ त एक्साइटेड अति एक्साइटेड अब अलिकति अकवर्ड फिल हुन्छ होला भ्लगमा होइन म पनि नयाँ मान्छे ऊ पनि भ्लगमा नयाँ मान्छे लेट्स सी कस्तो हुन्छ यो दुईजनाको जोडी होइन 1 हप्ताको लागि सँगै छौँ एक रमाइलो हुन्छ रमाइलो गरौँला लेट्स सी अब बाटोमा के हुन्छ देखाउँदै जानेछु होइन हामी चाहिँ अहिले यो कलङ्कीबाट लेफ्ट लाग्यौँ अब कफी खान मन लाग्यो कफीबाट सुरुवात गर्नु पर्यो नि त तिमीको यहाँनिर आउँदैछौँ यहाँ पाउँछ कि पाउँदैन के लाग्छ तिमीलाई पाउँछ ल पाउँछ होला है हेर्दा त पाउँछ जस्तै छ कफीहरू छ होला नि होइन छ भइहाल्ला किन ल यहाँनिर चाहिँ कफी खाइयो राम्रो रहेछ होइन कफी दामी थियो डोनट पनि मिठो थियो अब के हो थाहा छैन खाउको नाम थाहा छैन हामीलाई खाइ मिठो थियो बाटोमा होइन आउँदाखेरि पस्नु होला आफै थाहा पाएर हामी भन्दैनौँ फ्री प्रमोसन गर्दैनौँ अब कफी फ्री दिनु भने हामी प्रमोसन गरिदिन्छौँ नत्र गर्दैनौँ हेरेर फुड ब्लगर जस्तै त्यस्तो चाहिँ होइन हामी पे गर्छौँ यो गोप्रोको चाहिँ यही खराबी बानी क्या अहिले भर्खर 100%मा निक्लेको त्यस्तो छिटो ब्याट्री घट्यो अब गाडीमा चार्ज हाल्दै जाने हो भ्लग चाहिँ फोनबाटै गर्छु होला फोनै सजिलो पनि हुन्छ तर होइन गोप्रो पठाइदिएर त साथीले गोप्रोबाटै गरौँ होइन भएको त इस्तेमाल गर्नु पर्यो नि सदुपयोग गर्नु पर्यो यो कुराले चाहिँ स्याड गरिरहेको छ यो जाम चाहिँ किन हो थाहा छैन अरू चाहिँ बवाल मजा आइरहेछ भाइको मेरो भाइ बवाल मिलिरहेछ होइन गीतहरू यस्तो मजाले सुन्दै गइरहेछ म यहाँ चाहिँ कपिराइट लाग्छ भनेर हामीले सुनाउन मिल्दैन नत्र तपाईँहरूलाई पनि नचाउँदै लान्थेँ म धुनी बेसी धार्के अरे आइपुगेछ धादिङ लाग्यो जामले गर्दा अलिकति बसिरहेछौँ र बवाल मजा आइरहेछ
कहाँ पुग्यौँ भन्दाखेरि मुगलिन पुग्न आँट्यौँ होला बे मुगलिन अब मुगलिन नेक्स्ट स्टप मुगलिन अब त्यहाँनिर हामी सायद गाडी चार्ज हाल्छौँ एकछिन त्यहाँनिर बस्छौँ होइन त अति रमाइलो रहेछ गीत मजाले बजिरहेछ अहिले इन्टरनेट नभएर रोकेको वेदर पनि खतरा छ वेदर पनि बवाल छ बाटो चाहिँ यस्तो छ पहिले भन्दा एकदमै राम्रो भएको रहेछ बाटो पनि अलिअलि बिचबिचमा प्याचेसहरू चाहिँ यस्तो छ बिग्रेको जस्तो नत्र त बाटो अहिलेसम्म चाहिँ बवालै छ होइन राम्रो छ अब मुगलिन कटे पछाडि अझै राम्रो छ बाटो त्यसबाट त पोखरा पुग्न कति पनि टाइम लाग्दैन सुन्नमा आज चिल्लै छ बाटो चिल्लै छ बाटो चिल्लै छ अब यहाँ चाहिँ अहिले यस्तो छ म लास्ट टाइम आयो भन्दा त अहिले राम्रै नै छ बाटो सो अहिले चाहिँ हामी आएको छौँ यो अबु खैरेनी भन्दा अलिकति यतापट्टि ऐना छहरा भन्ने ठाउँमा यो चाहिँ यस्तो छ ऐना छहरा बाटोमै पर्दो रहेछ ओ नाइस अब चाहिँ आयो नि त बाटो असली बाटो चाहिँ यो आयो नि त हामी यही बाटोमै कुदाउनको लागि आएको हो क्या पोखरा अरू केही कामको लागि आएको होइन हामी यही बाटो कुदाउनको लागि आएको यस्तो जाममा लड्दै जुझ्दै हामी बल्ल फाइनल्ली आइपुगेको छौँ यो बाटो मुगलिन पोखरा सडक खण्ड होइन यस्तो स्मुथ एज हेल बवाल छ बवाल दुबईमा छौँ हामी दुबईमा छौँ नेपालै होइन यो म मान्नै सक्दिनँ नेपालको वान अफ द फाइनेस्ट होइन फाइनेस्ट रोडमै राख्दा हुन्छ यसलाई चाहिँ होइन बवाल बाटो यस्तो स्मुथ आउनु हजुरहरू पनि पोखरा त यही बाटो जाने हो आउनु यही बाटो कुद्न भयो नि पोखरा आउनु यो मेरो गोप्रो बौलाएको देखेर आज म छक्क परिरहेको छु होइन कहिले एकतालमा 0% हुन्छ फेरि ब्याट्री खोलेर हाल्यो कहिले फेरि 100% हुन्छ यो चाहिँ मेरो गोप्रोमा मात्रै यो प्रब्लम हो कि सबै गोप्रोमा हो इफ यु नो प्लिज कमेन्ट डाउन बिलो होइन अहिले चाहिँ हामी रोकेको छौँ बन्दीपुरको चार्जिङ स्टेसन हो यो एनीको उता मुगलिनमा थियो हामीले त्यहाँनिर अलिकति प्याक रहेछ गर्न र प्राइभेटमै गरेर आएको छौँ अब 33% छ चार्ज 100 गरेर गइदिउँ किन रिस्क लिने हो र बाटोमा पनि हुन्छ र पनि यहीँ गरिदिउँ भनेर सोच्यो 33% हुँदाखेरि चार्ज हालेको कति टाइम भयो एकछिन मात्रै बस्यौँ धेरै बसिनौँ 64 भइहाल्यो यतिले पोखरा पुगि नै हाल्छ मजाले अब सर्लक्क हामी जानेछौँ है त हामी कुन ठाउँमा छौँ चाहिँ एक्ज्याक्ट थाहा भएन हामीलाई हामी आफै कन्फ्युज छौँ होइन हामी किन रोकेको भन्दाखेरि चाहिँ म हजुरहरूलाई देखाउँछु हामी रोकेको यसको लागि हो आम्मा हेर्नु न यहाँ अरू काहीँ केही यस्तो होला र नेपालभन्दा सुन्दर अरू केही होला त नेभर ठ्याक्क बाटोमा सिधा बाटो छ अगाडि हिमाल हामी नरोकिकन बस्न सकेन यस्तो बवाल होइन बाटो यस्तो दामी भएको रहेछ अहिले होइन म लास्ट इयर आएको थिएँ लास्ट इयर भन्दा अहिले यस्तो दामी भएको छ बाटो अनि हरेक टर्नमा हामीलाई रोक्न मन लाग्ने क्या होइन तर के गर्नु रोक्न मिल्दैन हरेक टर्नमा त तर यो चाहिँ बवालै हो क्या यो चाहिँ यहाँ हेर्नु माउन्टेन रेन्जेस होइन स्नो क्याप माउन्टेन्स यस्तो दामी छ बाटो यस्तो दामी छ यही देखाउन रोकेको ल लेट्स हेड टुवर्ड पोखरा होइन अब धेरै छैन अराउन्ड 30 किलोमिटर्स होला घामले आँखा चिमिक्कै पारो दिस कान्ट बी रियल के दिस कान्ट बी रियल के हो यो के हो ओ म आफ्नो अनुहार देखाउनु कि भ्लग गर्दा यो देखाउनु के इ नजाउँ हामी यतै बसौँ पोखरा नजाउँ के हो क्या यो भ्यू वाउ बवाल मेरो गोप्रो चाहिँ त्यहाँ छ तर आई डोन्ट थिङ्क त्यसले क्याप्चर गरिरहेको छ त्यो लेभलमा यो त अर्को यो चाहिँ अन्नपूर्णै होला है
यसमा चाहिँ स्नो रहेन रहेछ के हो आऊ सबैजना घुम्न अयो बवाल यार बवाल बाटो यस्तो दामी भ्यू यस्तो दामी कहाँ छ त संसारमा अरू कतै छैन नि आइपुगेको छौँ पोखराको पृथ्वी चोकबाट लेफ्ट लाग्यौँ होइन त पृथ्वी चोकबाट लेफ्ट लाग्यौँ अब छिटै आउँछ के आउँछ लेग साइड आउँछ होला के आउँदैन लेग साइड त अर्को साइड यो अर्को बाटोमा ए यो अर्को बाटोमा हो ए ओके हामी चाहिँ अब पुरानो एयरपोर्ट पुग्यो डोमेस्टिक ए यो डेभिस फलतिर आइपुग्यौँ होइन डेभिस फल फेरि अझै मुनि छ कि अझै मुनि ए ओके ए यी रनवे यी पो रहेछ त है ल पुरानो एयरपोर्ट चाहिँ यो रहेछ यो साइड चाहिँ म आएको थिएँ कि थिइनँ पनि थाहा छैन आएको थिइनँ होला सायद यही बाटो जान्छ डेभिस फल चाहिँ यही बाटो जान्छ भनेर आएको थिएँ डेभिस फल चाहिँ यही बाटो जान्छ अब अलिकति पर गए पछाडि आउँछ भाइको मामा ल आइपुग्यो अब भ्लग कतिको भयो भने थाहा छैन बाटोलाई इन्जोय गर्दै आइयो भ्लग गर्नुभन्दा पनि ठिकै छ के कस्तो हुन्छ आउनेछ भ्लग त अब आजको मात्रै आउँछ कि भोलिसँग जोडेर आउँछ त्यो चाहिँ अहिले भन्न म सक्दिनँ त्यही अनुसारले थाहा हुन्छ जे भए पनि आउँछ आउन चाहिँ आउँछ भ्लग